माननीय हर्क साम्पाङज्यूले एकजना पत्रकारसँग इन्टरभ्यू दिँदै भन्नुभएको रहेछ, विदेशी ऋण नलिकन देश चलाइदिन्छु भनेर। र प्रधानमन्त्री बालेन्द्र शाहले राजीनामा दिन्छ अरे भनेर प्रश्न पनि गर्नुभएको रहेछ। अब तथ्यमा जाउँ। हिजो धरानमा खानेपानीको अभाव र पर्याप्त मात्रामा बजेट नपुग्दाखेरि गाग्रो बोकेर काठमाडौँ आउने तिनै हर्क साम्पाङज्यू हुनुहुन्छ। अनि पछि तपाईँ यदि प्रधानमन्त्री बन्नुभयो भने अथवा कसैले बनाइदियो भने तपाईँले के भन्नुहुन्छ भने यो त हाम्रो ट्रिक थियो भनेर भन्नुहुन्छ। तपाईँले हिजो चुनावमा पुराना राजनीतिक दललाई एक शब्द पनि गाली गरेर विरोध गर्नुभएको देखिएन। जो चाहिँ देशलाई यत्रो लामो समयदेखि भ्रष्टाचार गरेर देशलाई कङ्गाल बनाएका थिए तिनीहरूलाई तपाईँले विरोध गर्नु भएन। तर नयाँलाई विरोध गरे गर्नुभयो। तर त्यो हिसाबमा पनि तपाईँको पार्टी सानो हुन गयो। अनि चुनावपछि तपाईँले फेरि भन्नुभयो यो त हाम्रो ट्रिक थियो, यो चाहिँ चुनावमा चाहिँ हामीले ट्रिक प्रयोग गरेका थियौँ। र अहिले पनि तपाईँले दिमाग लगाइरहनु भएको छ कि यी सुकुम्बासीहरूलाई उचालेर सडकमा ल्याएर सत्ता ढाल्न पाएदेखि म नेपालको प्रधानमन्त्री बन्छु भनेर यो दिवा सपना देखिरहनु भएको छ। हेर्नु, हिजो एमालेमा केपी ओली, त्यस पछाडि महेश बस्नेत र सूर्य थापा जस्ताको क्षुद्र बोलीले एमाले सकिएर कहाँ पुग्यो देख्नुभएकै होला। भोलि तपाईँको आजसम्मको तपाईँ जब संसदमा छिर्नुभयो र तपाईँ चुनाव जितेर आउँदादेखि र चुनावमा लडेदेखिको आजसम्मको स्थिति हेर्दा भोलिको तपाईँको पार्टीमा 7 सिट पनि रहँदैन। त्यो ढुक्क हो। अब तपाईँको उपाय त प्रधानमन्त्री बन्ने छैन जस्तो लाग्छ मलाई। एक त 6 सिटको पार्टी छ समसंस्कृति पार्टी। अनावश्यक कुरालाई लिएर संसदमा बखडा झिकिरहँदा जनताप्रति समसंस्कृति पार्टीको आशा चाहिँ निराशामा परिणत हुँदै गइरहेको अवस्था छ।